अहिले चाहिँ मर्निङ वकमा आएको होइन। एकदम बिहान आएको, फ्रेस हावा खान आएको। दिन एकदम राम्रो भइरहेछ। त डाँडा काँडा जस्तो छ, माथि घाम आउँदैछ। यस्तो दामी दिन, चिसो हावा खाँदै मर्निङ वक गर्नु मजा आउँछ। यसरी यस्तो रमाइलो छ। यतातिर चाहिँ गाउँ पाकिरहेछ। त्यो चिसो फ्रेस हावा खान पाउँदा यो पनि कति आनन्द आउँछ यार। मकालु हिमाल चाहिँ यो ठ्याक्कै यो सिधा पर्छ। कस्तो छ हाम्रो गाउँ, रमाइलो। अनि ठ्याक्कै यो माथि चाहिँ स्कुल छ। अनि माथिल्लो गाउँ। अनि चाहिँ ठ्याक्कै ऐसिलो चाहिँ यतातिर टर्नै हुन्छ। यस्तो ऐसिलो ऐसिलोको गाडी चाहिँ यता टर्नै छ। ऐसिलो यस्तो हुन्छ होइन, कसरी टिपेर खाँदैन। टक्कै भुइँभुरी छ ऐसिलो। कति धेरै हो ऐसिलो तलतिर। कसरी टिपेर खाँदैन, यस्तो धेरै छ। एउटा दुईवटा चाहिँ खाइदिनु न त, कस्तो हुन्छ। यस्तो ठ्याक्कै टिप्ने होइन, अनि यसरी जम्मा पार्ने। यसरी जम्मा पार्ने, यसरी होइन, यसरी जाने। अनि यसरी खप्पै कति मिठो। हाम्रो घर चाहिँ